यी सेवाको पासवर्ड 1 7 3 माछापुच्छ्रे। अब यो सबै पासवर्डहरू बुढीलाई दिनु पर्यो पहिला। यो सबै ब्याङ्किङहरूको पासवर्ड दिनु पर्यो। यहाँ आउन काम छ। किन? ल यो सबै पासवर्डहरू छ है यहाँ मोबाइल ब्याङ्किङको ई सेवाको सबै पासवर्डहरू चाहिँ यहाँ छ हैन। किन त? यी सेवामा मेरो 40 रुपैयाँ छ है। तलब आएन माछापुच्छ्रे ब्याङ्कमा अब आउँछ। अनि यो खल्तीको सबैको पासवर्ड चाहिँ यहाँ छ है बुढी। किन दिनुभएको र? राख न त्यो काम लाग्छ क्या। यस्तो त कहिले गर्नुहुन्थेन, किन हो र आज? मैले एउटा गम्भीर निर्णय गरेँ बुढी। जतिसुकै चिसो भए पनि म नुहाउन जाँदैछु। बाथरुममा पानी चिसो छ। त्यही भएर सबै पासवर्डहरू बुझाइदिइसके पछाडि अब चाहिँ त्यो हाम्रो यी सेवामा भएको ब्याङ्कमा भएको पैसाहरूले खान नपाउलान् भनेर म चाहिँ नुहाउन जान त्यो हिसाब किताब बुझाएको। यत्रो हिसाब किताब बुझाउँदाखेरि पनि नजा भन्दिन त। अनि मायै गर्दिन है क्या हो यसले मलाई। यस्तो जाडो भइरहेछ। बुढो हजुर किन टोलाइरहनु भएको? ए ल म गएँ। यस्तो छ टाउको के होला बिहोस हुन्छु होला। एउटा कुरा याद आयो। हेर बाबु, जब आपद पर्छ अनि हनुमान चालिसा जप्नु है तिमीले। योभन्दा बढी आउँदैन फेरि। किताब त थियो, अब किताब ल्याएर यहाँ पानी आयो बेला पढ्न मिलेन। जय हनुमान ज्ञान पूर्ण सागर जय हनुमान। बुढा हनुमान कहाँ जाडोमा सुतिराखेर मेरो पानी कहाँ? बुढोले धेरै समय लाउनु भयो आज नुहाउनलाई। बुढो हजुर धेरै समय भयो त नै भ्याउनु भएको छैन। आज मेरो व्रत हो नि त, नुहाउन ढिला भइसक्यो। ए आज मङ्गलबार पो है? अनि ढिला भइसक्यो। सक्नु भएको छैन? आइडिया। हेर बाबु, जन्मदिनका दिनमा कहिल्यै नुहाउन हुँदैन है। बुढो नुहाउनु भएन? नुहाइन बुढी नुहाइन। आज त मङ्गलबार मेरो जन्मबार रहेछ। कहाँ भोलि नुहाउँछु भोलि।